यहाँ हाम्रो गुच्चा टोलीहरू खेलिरहेका छन्। पहिला हामी पनि यस्तै थियो, अहिले ठुलो भएर खेल्ने छैन है। यस्तो छ हेर, बुढो मान्छे बिहा गरेर छोरो पाइया अझै पनि गुच्चा खेल्दैछ। यार आइमे यो त केटी पार्टीहरू पनि खेल। यस्तै हो उमेर हामी पनि खेलियो। अहिले त उमेरसँग पनि गयो तर खेलिन, खेलिन्छ खेल्दैछन्। मेरो युट्युब च्यानललाई प्लिज सब्सक्राइब हानिदिनु होला। डेली ब्लग लिएर आउने छु है, छोटो मिठो। ए ल ल ल ल आज हामी कहाँ जाँदैछौँ भन्दा हामी आज नौनीतर्फ कहाँ गरे त्यो स्विमिङ पुल होइन, तातो पानी जाँदैछौँ होइन। नेचुरल यस्तो सफा नामको तातो पानी यस्तो चिसो हुन्छ नि है। यस्तो छ हाम्रो ठाउँ चाहिँ पवाल हरिया परिया जाँदैछौँ। कन्ततिर लाग्नु पर्यो नि त होइन, चोट लाएर। भिडियो क्वालिटी कस्तो आउला यार होइन। यस्तो घाम लाग्छ, जाडो साडो बढिसक्यो, यस्तो टन्टापुर घाम लागिरहेको छ है। ल हामी त पुगिसक्यौँ र हाम्रो गन्तव्य अझै जारी छ। अलि लगभग कति मिनट लाग्छ अझै? 20 मिनट 15 मिनट अझै लगभग 15 मिनट लाग्दो रहेछ। टाढा छ, घामले निपोल्याएको छ, बिहान जाडो हुन्छ है। हामी अगाडि बढ्दैछौँ। मेरो ब्लग हेर्नेलाई सबैलाई स्वागत। हेर्दै त यस्तो सब्सक्राइब पनि छोडेर गइदिनु होला होइन। हेरेर मात्रै के जानुहुन्छ र, यसो सब्सक्राइब पनि हालिदिनु होला। अलिक टाढै छ, जहाँ कोहीबाट नि हेरिदिनुहुन्छ हाम्रो मेरो ब्लगलाई सब्सक्राइब। अब हामी अगाडि बाटो कति झ्याउ यार, पौडिन नि। वहाँ जाँदा नि टाढै छ, यता जाँदा नि टाढै छ, नजिक भन्ने चिज छैन क्या अन्त। नजिक भन्ने चिज भए पनि अलि रमाइलो हुन्थ्यो के अरे। अब टाढा दुईजना मात्रै साथीहरू त छन् के अरे। अब पहिला हामीसँगै हिँड्ने साथीहरू थिए, आजकल साथीहरू पैसा अब गाडी साडी भएको हामीसँग हिँड्दैन आजकल। हामीलाई बाल दिँदैनन् क्या आजकल। पहिला हामीसँगै हिँड्थ्यो होइन त्यो साथीहरू पनि, तर अहिले उनीहरूसँग पैसा छ, गाडी छ, सब थोक छ, हिँड्दैन क्या अहिले। हामी यति दुइटा गाडी नभएको अगाडि हिँड्दैछौँ। त्यस्तै हो अब, परिस्थिति अनुसार चेन्ज हुँदा रहेछन् भन्ने थाहा भयो। मुजीहरूलाई कुनै दिन पर्छ नि, त्यो दिन बल्ल थाहा हुन्छ कि साथीको अहमियत भन्ने। कुनै दिन पर्ला नि भ्यान्छ तँलाई, हर कुत्तेका दिन आता है मादर्छु तँलाई। जब मैले भन्छु त्यो दिन जब आउँछ नि, तिनीहरूलाई पर्ने दिन मैले भन्छु क्या के रहेछ साथी भन्ने थियो। तर उनीहरूले आजकल बालै दिँदैन, पहिला दिन्थ्यो क्या। आजकल माहौल यस्तो छ एकदम। रामपुर भन्नु मात्रै हो क्या, अलि घर भर्रे पो हुन्छ नि। बाजे नमस्ते। हजुर हामी अलि टाढै हो क्या यो। ए हुन्न त्यस्तो हुन्न, यता के को कथा बन्धन चल्दैछ है। खै के भन्नुभएको, अन्त चट्ट कथा बन्धन यहाँ के को अब सम्म बसेछन्।
हामी अगाडि हिँड्दैछौँ कतिहरू पुगिन्छ त्यो त थाहा छैन तर पनि यसो कुरा मिलेपछि हुन्छ है अनि अब पहिला उत्तिसी नै बोलाउने बित्तिकै हिँड्थ्यो के अरे साथीहरू पनि आजकल अलिक तिनीहरूलाई पैसा भएको पैसावाला साथी चाहिन्छ नि त लगभग अहिले पैसावाला साथी चाहिन्छ त्यही भएर पैसावाला खोजेर हामी पर यस्तो दुई खुट्टे हिँड्नुवाला ल चट्ट अमला सुपारी अब बाटो जे भेटाइन्छ चोर्दै हिँड्ने मान्छे होइन अब सिधै तात्तानी गएर तपाईँहरूलाई सानो छोटो मिठो भ्यू देखाउँछ है गाइड एकछिन होल्ड गरेर बस्नु होला ल साथीहरू हामी ठ्याक्कै गन्तव्य नि पुग्यो है अब यता अगाडिपट्टि छ है हामी अब त्यतै झर्दैछौँ बाटो नेपालको बाटो यस्तै हो के र यता माथिबाट झर्ने आएको मान्छे अरे अब बाटै थाहै छैन ल हामी ठ्याक्क अब गन्तव्य नि पुग्यो कति मिनट लाग्यो अब हामी यहाँबाट सट्ट यहाँ बाटो है अब यस्तै हो बाटो त कहाँ ठिक होला र अलिक तल छ अह यस्तरी धन्नै लडेन तलतिर मान्छे भयो भने त एकछिन खेलि नगरे अलिक पछि नै खेलिन्छ बाटो दुःख छ भन्दा मान्छे रहेनछ ल साथीहरू मान्छे रहेनछ भन्दा के कपडा पोको देखिएर दुःख छ बाटो यस्तो छ हत्ती झर्दा सिधै गण्डकी यहाँ पुग्ने हो कि अगाडि या त्यो दसैँ चरा आयो भनेको दसैँ गइयो दसैँ चरा आएर कामै छैन तिहार चरा हुँदैन ल फाइनल्ली 20-30 मिनटको यात्रापछि है पुग्यो अब कति घन्टासम्म पौडिन्छौँ त्यो त थाहा छैन अब हेरौँ धेरै पछि आएको के अरे पौडिन तपाईँहरू पनि यस्तो स्नान गर्न आउनु सक्नुहुन्छ पानी हेर्नु कस्तो क्लिन छ क्लिन छ है पानी ल अब बढ्यो होला यो माछा साछा यता पूजा गर्नुहुँदो रहेछ फोहोर सबै चाहिँ यस्तो छ ठाउँ अब ल हामी छोटो खिलिपहरूलाई डुबेको डुबिहाल्नु नि त छिट्टो त्यो डुब्नु न झन् यस्तो छोटो मिठो क्लिप है देखाउँछु भनेको यस्तो छ माहौल अब हामी चट्ट डुब्नै पर्यो होइन अब हामीलाई यसो मालहरू पनि देखाउनु पर्यो होइन के कसो हेरेर खाऊँ भनेर धेरै त छैन पैसा नपाएको मान्छेहरू चट्ट माल यति छ यसो थोरै सोरै होइन 2 जनालाई पुग्ने जति छ अब हेरौँ कति बेरसम्म पौडिन्छौँ र हामी कति जान्छौँ डेली युट्युबमा भ्लग आउँछ तपाईँहरूले जस्ट सब्सक्राइब हानिदिनु होला है छोटो मिठो आउँछ है ल जानु नि त एक डुब्की हान्नु म यसो सानो जाडो छ नि त गण्डकी नजिकमा चिसै हो क्या हो नि ल ड्राइभ हान्दिनु त ल गइसक्यो हाम्रो पार्टनर हामी ठ्याक्कै 2 जना हो आजकल साथीहरू हामीसँग त्यस्तै हिँड्दैन है भन्न त अब भनिन्छ तर हिँड्दैन नि त्यही भएर हामी दुईटा चाहिँ कुरा मिल्छ नि अलिक कुरा मिलेर आउँछौँ होइन ठिकै छ अब नआउनेलाई केही भन्न सकिन्न साथीहरू यस्तै हो देखिया ल त्यस्तै हो साथीहरू होइन ल अब म पनि पौडिन जान्छु अब सिधै यसो हामी नास्तातर्फ सिधै देखाउँछु र अहिलेलाई एकछिन होल्ड गरेर राख्छ है साथीहरू ड्राइभ गममै ल हाना ल पौडेन कपाल मात्रै भिजाउनु राख ल उल्टे ल उल्टे
हजुर हाने उल्टा हान्ने म्याच नि के बोले भाइ अब के बोले ल फेरि ल यताबाट सुल्टी अरे ल आमा बच्चाहरू छ कि कडाइ अर्को फेरि डाइभ खै भयो ल यता झम्मै ल यस्तो छ माहौल पौडिन आएको अब पौडिन त त्यस्तै यहाँ बच्चाहरू मात्रै पौडेछन् ल उल्टी है फेरि उल्टी हान्नु लगाइराख्नु भाइले हान खतरा पर्दैन अब भयो म यो एकछिन राख्छु अब हामी अगाडि घरतिर तर्फ लाग्दैछ अब बाटो यस्तै छ नेपालको बाटो कहिले राम्रो थियो र है अबहरूलाई चाहिँ छोटो यसो तालपुरा देखाइदिन्छु र अनि भ्लगिङ गर्नु पर्ला सबैले हेरिरहनु भयो भने यसो सब्सक्राइब गरिदिनु होला है मेरा दाइ दिदीहरू प्लिज सपोर्ट गरिदिनु होला है अहिले सिधै तालपुराको यसोले छोटो क्लिप देखाइदिउँला भित्री सकेर लास्टै घाम छ के देखेको छैन चट्टै यो तालपुरा चट्टो तालेर सहरमा हेर्ने यस्तो विष्णु हो क्या सरी त्यहाँ अब ब्लग आएले यस्तो नराम्रो बोल्यो होला त्यसको लागि सरी है होइन हो र हो के हो र होइन के समस्या किलो तालपुरा नि आइयो है हजुर घुम्न आउनु सक्नुहुन्छ गोजी यहाँ 10-20 रुपियाँ बोकेर टिकट लागिहाल्छ नि हाम्रो डिके बाले टिकट काट्नुहुन्छ त्यहाँ फोटोसुट पनि भइहाल्छ होइन फोटोसुट भइहाल्छ एउटा फोटोको 20 रुपियाँ तालपुरा यही हो रामपुर तालपुरा भनेपछि जसले पनि चिन्छन् होइन त्यो ताल जस्तै यस्तो छ माहौल अब केटीहरू आउँछन् नि फेरि आउन सक्नुहुन्छ हेर आइज होइन अगाडि केटी छट्ट हामी घरतर्फ लास्टै गर्मी छ गर्मीले चुर बनाइदिएछ होइन चट्ट केटी सेटी है सबै घुम्न आउँछन् हेऱ्यौ अब यही हो कि र तालपोरा देखिसक्नु भयो होला होइन अन्त कतिले देख्नु भयो होला कतिले नदेख्नु भयो होला हाम्रो तालपोरा भन्नु भएन के अरे तालपोरै हो क्या हो कि नै सन्जु दाइ पौडेर ओ तल्तिर ल अगाडि बढ्दै हामी वाह इलेक्ट्रिक साइकल हेर बेसी त्यो गर्लफ्रेन्ड आहा भिडियो युट्युबमा हेर्छ नि हेर काली टाइपको विष्णुको त्यस्तै काली नै थियो क्या हो क्या हामी घरतर्फ बढ्दै तालपुरा देख्नु भयो होला के अरे है एकदम पौडेर लास्टै ज्यानै गलिसक्यो ल बाटा 1000 रुपियाँ भेटाइन् माथि गइहाल्छ त छैन तर भेटाइन्न जस्तो छ एकदम घामले पोले अब यो बगैँचा के ल अब सिधै युट्युबमा आइहाल्छ के अरे ब्लगहरू डेली ब्लग होइन प्लिज च्यानल सब्सक्राइब बरु खुट्टै ढोक्छ यार सब्सक्राइबको लागि त यार होइन अब भित्र के जानु भित्र पनि छ के अरे है भित्र पनि छ तर केटीहरू रहेछन् नजाम होला चिनिँदैन नि त फेरि साला भिडियो बनाउँछस् गाला पड्काइदिउँ भन्यो भने हामीले गाह्रो हुन्छ छन त केटीहरू छन् तर हामी अब जान
सिधै घरतर्फ लाग्छौँ। एकछिनलाई होल गर्नु होला साथीहरू। त्यस्तै अलिक घर पुगेपछि फेरि माहौल कस्तो के छ होइन घर हेरौँला है। ल फाइनल्ली घर पुग्यो है। फाइनल्ली घर पुग्न सफल भयो। फेरि लामो यात्रा गरेपछि घर गएको यति भन्दै म ब्लगलाई इडान्छु। इन भन्दै इन होइन भने हेरेर छोड्ने सब्सक्राइब चाहिँ गरिदिनु होला।